नमस्ते। नमस्ते। तपाईको नाम के हो? मेरो नाम करेन हो। तपाईको नाम के हो? मेरो नाम सन्तोष। घर चाहिँ कता हो तपाईको जापान चाहिँ? जापानमा फुकुशिमा। फुकुशिमा हो? जामेको तराखेरिमा तोचिकी प्रान्तमा। तोचिकीमा बस्नुहुन्छ? यो नेपाली चाहिँ कसले बोल्न सिकायो त तपाईलाई? मेरो नेपालको साथीले। हजुर। सिकाएको मलाई। हजुर। नेपाली भाषा। ए तपाईलाई नेपाली साथीले सिकाउनु भएको? हजुर। ए अनि नेपाली गीतको धेरै मन पर्छ त्यसैले। ए नेपाल जान मन छ? मलाई 7 जना चाहन्छु। ए नेपाल कतिको मन पर्छ त तपाईलाई? एकदम मन पर्छ। नेपाल एकदम मन पर्छ? हजुर। ए सिचुरे देशका आनो नेन्डे कि त्यही देशका? म 21 वर्षको भए। उहाँ चाहिँ 21 वर्षको हुनुभयो अरे। अलि तल आइदिनु न, यता आइदिनु न, अलि देखाइदिनु न तल। उहाँको मैले भिडियोहरू खिचेको छु, पछि म राखिदिन्छु है भिडियोमा। अनि अरू के कस्तो लाग्छ त? नेपालको कुन कुरा मन पर्छ त तपाईलाई? मलाई नेपाल खाना पनि मन पर्छ। हजुर। गीत पनि धेरै मन पर्छ मलाई। हे गीत मन पर्छ है? हजुर। नेपाल जिन त्यो उमत्तारा दोन्ना खान्जी त खान्जी मासका दोन्ना नेपाली सँग धेरै फ्रेन्डली छ। हजुर। त्यसैले मलाई धेरै मन पर्छ। नेपाली मन पर्छ? धेरै फ्रेन्डली त्यसैले। मलाई जापानको सबै कुराहरू मन पर्छ, नेपालको नि मन पर्छ। लगभग एउटै लाग्छ जापान र नेपाल। अलि ठाउँहरू हेर्दाखेरि यहाँ पनि जापानमा पनि पहाडहरू वनहरू धेरै छन्, नेपालमा पनि त्यस्तै छ। अलिअलि चिज पनि योको आत्तेर कारण सो हजुर। अनि तपाईँलाई तामाङ पनि आउँछ होइन? तामाङ पनि आउँछ। ए तामाङको गीत 1-2टा गाउन सक्नुहुन्छ? गाइदिनु न, एउटा गीत गाउनु न। गीतको हजुर। Kadece bacame, kadece cima hui, ponte masala, asala. Para wala gramba, kadece bateru teru la asala. Hui asan hui ani erajime, juga tidak bimba. Yo git ko tamang git ko. ए अरू नेपाली? नेपाल गीत को गोजीमा दाम छैन मेरो। मेरो गोजीमा दाम छैन। मलाई पनि साथी गोजीमा दाम पनि छैन। यो गीतको धेरै मन पर्छ त्यो मलाई। ए गोजीमा दाम छैन? तपाईहरुको गोजीमा दाम छ त? सोध्नु न। तपाईको गोजीमा कति दाम छ? कति दाम छ? सोध्नु न। गाह्रो छ। एकचोटी सोध्नु न, तपाईको गोजीमा कति दाम? गोजीमा कति दाम छ? कति दाम छ? नेपाली खानेकुरा मन पर्छ। खानेकुरामा के एक नम्बरमा के मन पर्छ तपाईलाई? पानीपुरी मन पर्छ मलाई। पानीपुरी हो? म पनि आडी पिरो खाँदैन, तर अलिकति खान्छु सबै सबै खान्छु पानीपुरीमा। ए पिरो खानुहुन्न? अलिकति खान्छु। ए पिरो त म पनि खान सक्दिनँ। वतासी त आते दौ देशका। धेरै खुसी लाग्यो मलाई धेरै। ए मलाई पनि धेरै खुसी लाग्यो यसरी जापानिज बोल्ने। हेर्नुस् हाम्रो खारेन सान चाहिँ एकदम यसासी हुनुहुन्छ। मलाई त पहिला कस्तो होला लागेको थियो, तर भेट्दाखेरि एकदम रमाइलो लाग्यो। उहाँ चाहिँ एकदम फ्रेन्डली हुनुहुँदो रहेछ। खुसी लाग्यो जोस भेटेर। यो भिडियोहरू हेर्ने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? तपाईलाई भेटेर खुसी लाग्यो, धेरै धेरै धन्यवाद। नेपाल न दोखका इ तोकोरो 70 तोकोरो आरिमासका। मलाई फुकारा खतरन्ज अनि सगरमाथा पनि जान्छ खान्छु मलाई। ए सुदूरपश्चिम भन्ने थाहा छ तपाईलाई? थाहा छैन मलाई। सुदूरपश्चिम थाहा छैन? मेरो घर सुदूरपश्चिम हो। अनि सुदूरपश्चिमको अहिले रामारोसन भन्ने ठाउँ एकदम चर्चित भएको छ। बालेन शाहले गर्दाखेरि आफ्नो उसमा पेजमा हालेर एकदम चर्चित भएको छ। ए कस्तो राम्रो। 1-2वटा सुदूरपश्चिमको भाषा बोल्नुहुन्छ। हाम्रो भाषा अलि फरक छ, तर नेपाली जस्तै हो। बोल्नुहुन्छ? ल म सिकाउँछु है त। सबैलाई ढोक दिए, सबैलाई ढोक दिए, निकाय छौ क्या? मेरो नाउँ खारेन हो। खानु खाया हो। झिक्कै माया तमलाई। जय सुदूरपश्चिम। जय सुदूर। यो धेरै गाह्रो छ। होइन अलि नसुन्या भएर हो। यो मेरो गाउँको भाषा हो कि खासमा? खासमा। हजुर।
ल सबजना फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला, यस्तै यस्तै भिडियो हेर्नु होला अनि हाम्रो खारेन सानको पनि भिडियो हेर्नु होला सबजनाले है। तपाईँ पनि भन्नु न। धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट तुक्का लिनु होला। हजुर, थ्याङ्क यू सो मच, बाई बाई।